वेलकम टु माई ट्राभल ब्लग कि ब्लग भन्ने दुइटै। अनि हामी चाहिँ स्कुलबाट चाहिँ 3 दिनको लागि चाहिँ टुर जाँदैछौँ। अनि हाम्रो यो प्रोजेक्ट वर्क पनि ब्लग बनाउने साइन्स सब्जेक्टबाट हेरौँ अब कस्तो हुन्छ। अनि अहिले चाहिँ म मोबाइलबाट सिफ्ट भएर क्यामेरामा आयो। क्वालिटी राम्रो हो कि क्वालिटी राम्रो छ। अनि म चाहिँ फुल रेडी। त्यहाँ चाहिँ मेरो ब्याग छ। डिलर साहब हुनुहुन्छ यहाँ। हैन इलिगल हो कि इलिगल हो कि इलिगल हो कि इलिगल हो। हेलो बाय बाय सर। बाय बाय सर। प्रतीक्षा हो तिमी तिमी नै हो चाहिँदैन कोही पनि। मैले खतरा पोज हान्दै थिएँ क्या यहाँ। ए ब्लग को हेलो हेलो हाई। निगम सरवाला यहाँ स्याड पोज हान्दै थिएँ मैले यहाँ। फेरि हरियो हुन्छ यसले हरियो रङलाई रिफ्लेक्ट गर्छ, अरू रङलाई एब्जर्ब गर्छ। सबै आऊ ल अन्त ल यो कति मेगावाटको हो भन्नु 144। अनि सर यहाँ के भयो चाहिँ हाइड्रो पावर हो यो। पानीबाट इलेक्ट्रिसिटी। यो चाहिँ मेरो गाइड हो। नेपालको क्रिकेट दुई शब्द एकदम राम्रो छ। आई लभ नेपाली क्रिकेट टिम। हरि सरको पनि चाहियो। ल हरि सर ल भन्नु केही के नि जे को बारे भन्नु खाली बारे। आज हामी यो कालीगण्डकी हाइड्रो पावर प्रोजेक्ट को मुख्य के अरे यो ड्याममा छौँ हामी। एउटा टन्न भात दापेर आइयो, एकदम रमाइलो भइरहेछ। अश्विनको गीत सुन्न बाँकी छ अब। त्यो त बेलुका हो बेलुका सर होइन। फोर भयो यहाँ भन्नु पर्यो नि। 4 भयो यहाँ। अनि यो चाहिँ यो रातो लाइन क्रस नगर्ने रे, ओए रेड लाइन क्रस नगर्ने के। यो पुलले चाहिँ ठ्याक्क 3टा जिल्ला छुट्याएको छ। यो चाहिँ मिड पोइन्ट के मिड पोइन्ट यहाँ पढेकाबाट गर्नु फेरि छोडेकै छैनन्। चलफल होइन दोस्। अनि यहाँ एउटा जिल्ला यो भयो, एउटा जिल्ला यो भयो, एउटा जिल्ला अगाडि भयो कि 3टा जिल्ला कनेक्ट गऱ्यो अहिले। म चाहिँ अहिले पाल्पामा हिँड्दैछु। पछाडि चाहिँ यो पाल्पा हो के यो पाल्पा पर्वतबाट आएको। अनि अर्को बाटो चाहिँ जेबाट भयो नि त दामी हो त सर। फेरि
पछि हामी फर्किँदैछौँ अब रानीमल जाने होला जस्तो लाग्छ मलाई कसो साथी हो त गयो 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 अनि मसँग हुनुहुन्छ सायुज हाम्रो टुर गाइड बिन्दु सर हुनुहुन्छ एज अ टुर गाइड अहिलेकोलाई के चाहियो यसलाई भन्छ रानी कक्ष खड्ग शमशेर उहाँको रानी हजुर रानीको असामयिक नेता भएपछि हजुर खड्ग शमशेरले आफू भाव विवल भएर उनी जमानामा करिब 25 करोड रुपियाँमा बनाएको यो रानी महल हो। यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ किनभने यहाँको कलाकृति बनावटले गर्दाखेरि यसको मुख्य महत्त्व भनेको यो एउटा ठुलो ढुङ्गामा बेस बनाएको है। तिमी हुँदा त याद आउने हो मलाई नकेशलाई उडाउन देऊ यो हावालाई होला तिम्रो आँखामै डुबिरहनु छ मलाई फर्की फर्की नहेर मलाई फर्की फर्की नहेर मलाई तिमी भने देश पनि एउटा वर्ड भनेपछि गीतै आयो नि अर्को वर्ड भन्न अब सनसेट सनसेट हेर्न जाने हामी भन्न ल भन्छ सनसाइन भन्दा बरु भन्दिन भन्न भन्न गीतै आउनु हामी चाहिँ यो राजदरबार पुगेका छौँ अहिले चाहिँ पुरै हामी पसिना पसिना भइसक्यो भित्र चाहिँ खिच्न नपाइने रहेछ हामी पनि यो कस्तो गाइड हाने मन एकदम बवाल गाइड चाहिँ हामी त अघि कालिनी दह्रो खाइयो सेक्सन बीमा गरेर रमाइलो गरिदिएको होइन त हामीले किन रमाइलो गर्दै गरेन हामीले गरेर रमाइलो गरिदिएको उल्टी गाली खायौँ हामी त कहाँ होला यस्तो यो झोलासोला बोकेर हिँड्नु पर्यो हामी देश हो र यो हामीलाई होटलले थाहा नै कि कता जाने पनि थाहा छैन हामीलाई हामी त यतिकै हिँड्दै हामी झोला बोकेर कहाँ हो थाहा नै छैन गाडिया हाम्रो रुम फेरि अति नै दामी है हो कि नाइ मन पर्यो होइन यस्तो टिभी हेर्न बोलाएको टिभीमा च्यानलले चल्यो होइन रिचार्ज छैन ट्राइपोड भाँचेपछि के गर्नु अब यस्तै ढाँसिलालाई काम युज भइरहेको आज हाम्रो चाहिँ डे 2 हामी फुल रेडी हामी तिनजना रेडी भइसक्यौँ अब चाहिँ ब्रेकफास्ट खाना चाहिँ हामी अब त्यहाँ फेरि खाना खाएको होटेलमा जाने अनि त्यसपछि हामी सिधै आज इन्डिया हो आज हामी लाग्यो इन्डियातिर
saw us silently floating out at some hotel in rural Wyoming. Nobody saw us, secretly hoping we would have disappeared. But one day we'll sing, I will think of that distant prairie eyes, skipping western skies, then running off alone again. हामी दुईजना मात्रै छौँ कि हामी मृग हेर्न आएको हामी मृग प्रेमी रहेछौँ क्या हो कि है गरेन यहाँ बसिरहेको थिएँ यताको उता गइदिएको नेपालमै हम तर अब करेन्सी फेरि यस्तो खरे इन्डियन हो पुरै नेपालमा हुँदैन फर्स्ट इन्टरनेसनल ट्रिप इन्डिया सक्सेसफुल भइसकेको छ हामी इन्डियाबाट छिरिसकेको छ कि गर्मी हो यो इन्डिया म जिन्दगीमा आउनु यो इन्डिया जो ए मेरो माइती आएको रे ल यसलाई ब्लग स्टप भएर पनि फेरि कन्टिन्यू भइसक्यो त्यो फेरि बनाउनु मन लाग्यो मलाई त्यो डिटेल त्यहाँ छ एग्रिमेन्ट भएर यो नहर बनाइयो यो नहर बनाए तिमीलाई भर्खर यहाँ एउटा नहर देख्यौ नि यता यता पानी गएको हो यही नहरको पानी यता यो मैले सुनेको यता यो बिहार साइडतिर जान्छ अरे हगि म भिडियो अगाडि देखा फर्स्ट टाइम दामी बजाउनु रहेछ नि धन्यवाद अङ्कल धन्यवाद हामीलाई हिँड्न झ्याउला र यस्तो गर्मी नै भएको थियो टेम्पो आइरहेको थियो अनि रोकेर अनि आइदिएको हामी त सुनौली बोर्डरभित्र ठ्याक्क छिन लागिसकेको हाम्रो काने टिन्न भइसक्यो मेरो भने आली रोडमा अब चाहिँ म इन्डियामा छु होइन मेरो यहाँ हाम्रो यहाँ सरसँग अनि हामी स्विमिङ खेल्न आयो नि कहिले काहीँ यस्तो हुन्छ अब मान्छे अग्लो भएपछि त्यही हो हाम्रो डे 3 हामी रेडी हुँदैछौँ तल गइहाल्ने अहिले साझा खाने अनि आज त लुम्बिनी मात्र घुमेर अनि पोखरा सिधै आज हाम्रो केटाहरू छिरिसक्यो कुदाउनु ल ओहो साइकल मजा आएगा लुम्बिनी घुम्ने क्रममा अब पहिलो पटक यो मायादेवी मन्दिरबाट सुरु गर्दैछौँ अनि विभिन्न मन्दिरहरू अनि यतापट्टि यो के अरे दीप यो कहिले पनि ननिम्ने दीपदेखि लिएर अनि यता पोखरी यता हरेक देशको गुम्बाहरू घुम्छौँ हामी आज है
हाम्रो यहाँ एकजना अरू त अब यहाँ पुरै झुन्ड्यो नि कतिजना हो यहाँ 8 जनाकोमा कतिजना हो यहाँ अनि दाइसँग मजाले जाने क्या अगाडि बसेर सबै हिँड्दै खान हामी के 50 रुपियाँ लोभ गर्ने भनेर अनि तिर्दियौँ भिआइपीहरू हामी अब फेरि हामीले नयाँ गाडी नयाँ चेन्ज गर्यौँ यहाँ त मजाको गीत बज्यो Bye. Peace. Bye.